नमस्ते, मेरो नाम रिगेन्द्र गिरी। म नेपालमा गाँजा वैधानिक हुनुपर्छ भनेर लामो समयदेखि अभियान गर्दै आइरहेको व्यक्ति र नेपाल फार्म व्यवसाय सङ्घ र नेपाल गाँजा वैधानिक महाअभियानको संस्थापक सदस्य पनि हुँ। र हाम्रो मुख्य उद्देश्य चाहिँ नेपालमा गाँजा वैधानिक गर्नु पर्यो भन्ने मुख्य उद्देश्य चाहिँ हामीले धेरै वर्षसम्म चाहिँ मान्छेहरू कन्फ्युज हुनुभयो कि यिनीहरूले गाँजा खानलाई चोकमा बसेर चिलिम हान्नलाई या यो त्यो भन्ने कुराहरू भयो। अनि त्यो भइसकेपछि चाहिँ नेपालमा परम्परागत समयदेखि नै परम्परागत कालदेखि नै चाहिँ गाँजा र यसका सामानहरू बन्थ्यो कि। अनि त्यो सामानहरू बन्ने क्रमको कुराहरू चाहिँ केही समय रोकिएको थियो किनभने गाँजालाई चाहिँ एकदमै नराम्रो तत्त्व हो होइन, गाँजा चाहिँ एकदमै खराब चिज हो भनेर चाहिँ समाजमा यसलाई चाहिँ 50औं वर्षसम्म चाहिँ पुष्टि गर्न खोजिएका कारणले चाहिँ गाँजा चाहिँ एकदमै समाजको सबैभन्दा कुतत्व हो भन्ने बनाइएको थियो। अनि त्यसलाई चिर्नको लागि चाहिँ अब हामीले जस्तै अब यहाँ तपाईँहरूले देखिराख्नु भएको छ होइन, यो जुत्ताहरू सबभन्दा यो जुत्ता केही फरक र स्पेसल होइन, यो मङ्गल ग्रह जाने जुत्ता होइन, तर एउटा ग्यारेन्टी चाहिँ के हो भने यो जुत्ता लगाउने मान्छेको खुट्टामा समस्या कम हुन्छ, छालाको रोग कम हुन्छ, त्यसको हिँड्न जस्तै आज अरू नर्मल जुत्ता लगाउँदा मान्छे 2 किलोमिटर हिँड्न सक्छ नि, यो जुत्ता लगाउँदा 2.2 किलोमिटर हिँड्न सक्छ भनेको यो चाहिँ यसको यो कपडाको विशेषताले गर्दा हो क्या। यो गाँजाको कपडा यो भाङ्गोको कपडाले गर्दाखेरि चाहिँ यो भयो होइन। अनि त्यस्तै अब झोलाहरूदेखि लिएर इनर वेयरहरूदेखि लिएर हामीले धेरै कुराहरू बनाइरहेको छौँ होइन। अनि अब यो पसलमा पनि अब यो सौरामा पनि हामीले यो सुरु गरेको छौँ। अनि सौरामै यो चोकमा सुरु गर्नुको मुख्य कारण भनेको चाहिँ के हो भने अब कति धेरैलाई थाहा छैन होइन, यो गाँजाको इतिहासलाई खोज्दै जाने हो भने चाहिँ सौरासँग जोडिन्छ क्या, यो पर्यटनसँग जोडिन्छ, हिप्पीसँग जोडिन्छ होइन। हिप्पीलाई चाहिँ त्यति बेला काठमाडौँ र पोखरामा हिप्पी धेरै भइसकेपछि चाहिँ अनि राजाले त्यति बेलाको व्यवस्थाले चाहिँ के गर्न चाह्यो भने ओहो यो हिप्पीहरूलाई बसाउनलाई चाहिँ अलिकति स्पेसल ठाउँ भयो भने भनेर चाहिँ एउटा सौरालाई चाहिँ अब अलरेडी हाम्रो वन्यजन्तुको हिसाबले चाहिँ एउटा पर्यटकीय हिसाबमा जोडिएको ठाउँ भयो। अनि त्यसमा चाहिँ हिप्पीहरू ल्याएर चाहिँ राजा महेन्द्रको पालामा नै एउटा अलिक फरक खालको होइन नसाको लागि या जुन पनि रिक्रिएसनल युजको लागि चाहिँ फरक खालको एउटा ट्रिपी ल्यान्ड भन्ने पनि सोच्नु भएको थियो कि उहाँले। अनि त्यो भएर पनि हामीले यो सौरामा चाहिँ विशेष गरी विकास सरको पहलमा होइन अथवा अरू साथीहरू पनि हुनुहुन्छ हाम्रो यहाँ सौरामा पहिलेदेखि चितवनमा चाहिँ यसलाई चाहिँ वैधानिक गर्न खोज्ने साथीहरूको पहलमा चाहिँ अब चाहिँ यो गाँजालाई चाहिँ चिलिममा होइन, चोकमा होइन, छोराछोरी बिग्रिने कुरा होइन, उद्यमशीलता हुन्छ यसमा। यसबाट साबुन बन्छ जुन साबुनले नुहाउँदाखेरि चाहिँ अलिअलि खराब विचार पनि राम्रो हुँदै जान्छ र छालाका रोगहरूदेखि लिएर विभिन्न अरू रोगहरू सन्चो हुँदै जान्छ होइन। अनि त्यस्तै अब तपाईँको स्याम्पू बनेको छ, अब विदेशबाट आउँछ स्याम्पू, याद गर्नु भएको छ भने त्यो खोस्टा त्यो प्लास्टिकको खोल पनि विदेशबाट आउने, त्यसको भित्र हाल्ने सामान पनि विदेशबाट आउने हो, यहाँ त प्याक मात्रै गर्ने हो कि होइन। त्यो भइसकेपछि अब त्यस्तो कुराहरू पनि हाम्रो यहाँ बन्न सक्छ र जसले चाहिँ हाम्रो संसारभरिबाट आइरहेको होइन। ल यो 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 क्यानाबिस ओइल यो चाहिँ सन अफ शिवजी भन्ने एउटा हाम्रो ब्रान्ड छ, यो गाँजाको तेल हो। यसको बारेमा मैले धेरै ठाउँमा पनि चर्चाहरू गरेको छु। यसले चाहिँ क्यान्सरदेखि लिएर सुगरसम्म लड्न सक्छ, यसले निन्द्रा ठिक बनाउन सक्छ, यसले यौन समस्या ठिक बनाउन सक्छ, यसले धेरै कुराहरू होइन। यसले चाहिँ यति धेरै कुराहरूमा चाहिँ यसले मद्दत गर्छ कि मान्छेलाई नर्मल जो सुत्न सक्दैन मान्छेहरू होइन त्यसको सुताइको लागि राम्रो गर्छ होइन। यसले चाहिँ सुगरको जस्तै अहिले हामीले चाहिँ नर्मली हेर्नुभयो भने 1000 भन्दा बढी क्यान्सरको पेसेन्टहरूलाई हामीले चाहिँ यो औषधिले ट्रिट गरिरहेको छौँ। यसले ट्रिट गर्ने भन्नाले अब यसले चाहिँ हामीले अब यो सर्टिफाइड छैन नेपालमा, यसको ल्याब छैन होइन। यति सरकारले चाहिँ हामीलाई त्यो सर्टिफाइड र ल्याब गर्ने बनायो भने यसलाई हामीले विदेशसम्म लान सक्छौँ। र यो तपाईँको यति नै बोतल विदेशी किन्नु पर्यो भने चाहिँ 12,000 देखि 18,000 पर्छ। यो चाहिँ 3,000मा होइन 3,035मा साथीहरूले दुःख गरेर यसलाई चाहिँ बजारमा ल्याउनु भएको छ होइन। त्यस्तो अरू धेरै कुराहरू छ जसले चाहिँ गाँजा चाहिँ अब नसा या गाँजालाई चाहिँ समाज बिगार्ने कुरा भन्दा पनि गाँजालाई चाहिँ अब उद्योगको एउटा र मेटेरियलको रूपमा एउटा औद्योगिक कच्चा पदार्थको रूपमा हेर्नु पर्यो सरकारले। अझ झन् यो म जहाँ बसिरहेको छु त्यसको छेउमा त नेपाललाई हल्लाउने उद्योगको कुरा छ हेटौँडा होइन, त्यहाँ कत्रा उद्योगहरू थियो, ती मध्येका धेरै जसो उद्योग रबर उद्योगदेखि लिएर धेरै कुरामा चाहिँ गाँजाले प्लास्टिकदेखि लिएर धेरै कुरामा सहयोग गर्न सक्छ होइन। त्यो हिसाबले चाहिँ अब गाँजालाई चाहिँ वैधानिक गर्नुपर्छ भन्ने माग चाहिँ गाँजाका अन्य सामग्रीहरू पनि अब प्रदर्शन गर्दै यहाँ सौरासम्म आइसकेको छ र यो देशव्यापी जानेवाला छ। जस्तो अझै पनि चेतनाको स्तर चाहिँ पुगिराखेको छैन, गाँजा भन्ने बित्तिकै हो यो खराब हो, यो चाहिँ समाजले मान्यता देखाएन भन्ने चाहिँ आम जनमानसमा छ। अब यत्रो पसल थाप्नु भएको छ होइन, कसरी चाहिँ तपाईँले चलाउनुहुन्छ, के सोच्नु? त्यो आम जनमानसमा भएको कारण भनेको 50औं वर्षदेखि चाहिँ यसको यो नराम्रो हो, यसले सजाय यो चाहिँ एउटा एक स्टिक भन्छौँ नि हामी, एउटा चुरोटमा भएको लिएर हिँड्ने मान्छेले पनि सजाय पाएको छ, यो बोकेर बोर्डर लाइनले पनि सजाय पाएको छ। अनि कस्ता खालका सजायहरू दिएर चाहिँ यसलाई समाजमा चाहिँ नराम्रो भनेको छ नि, यसलाई चाहिँ ड्रग्स हार्डकोर ड्रग्सहरूसँग कोकिनहरू, ब्राउन सुगरहरू होइन, एलएसडीहरू अरू हार्डकोर ड्रग्सहरूसँग जोडिने गर्दाखेरि चाहिँ यो नराम्रो थियो।
तर यो अहिले युएनले पनि छुट्याइसक्यो र नेपाल सरकारले पनि जस्तै तपाईँले गण्डकी प्रदेश हेर्नु भने गण्डकी प्रदेश विधेयकै ल्याउनलाई रेडी छ होइन। त्यसपछि चाहिँ केन्द्र सरकारले चाहिँ विधेयक अब ड्राफ्टै रेडी बनाइसकेको छ। भन्न खोजेको अब त्यो अब चाहिँ गाँजा राम्रो हो भनेर भन्दा पनि गाँजा चाहिँ तपाईँले भने जस्तो अब हामीले प्रयोग गरेर हेर्नुहोस् न त। ल गाँजा नराम्रो भन्नेलाई चाहिँ एकचोटि साबुन लाएर हेर्नुहोस् न त। ल गाँजा चाहिँ नराम्रो भन्दा एकचोटि चाहिँ यो तेल खाएर हेर्नुहोस् न त। गाँजा नराम्रो भन्दै गर्दा तपाईँको डन्डीफोर हटाउने फेसवास लाएर हेर्नुहोस् न त भन्न सकिने अवस्था भएको भएर केही सहजीकरण छ। जस्तो यहाँ पाइने सामानहरू बढी चाहिँ एक्सपेन्सिभ हुन्छ भन्ने कुरो चाहिँ सुनिन्छ। विशेष त गाँजाबाट बनेका जति पनि सामानहरू छन् ती सामानहरू आम बजारमा उपलब्ध हुने सामानभन्दा चाहिँ अलिकति महँगा, जुन आम मानिसहरूले चाहिँ भनौँ न सर्वसाधारणहरूले चाहिँ भनौँ न सहज तरिकाले खरिद गर्न नसक्ने किसिमका हुन्छन्।